आएपछि तपाईहरुलाई स्वागत छ। हामी चाहिँ क्यानभास भन्छ के समथिङ के भन्छ। सो लोकेसन चाहिँ यो हो हैन। कति छ 1 घण्टा 20 मिनेट लाग्दो रहेछ 67 miles. So we are heading there. Oh, let's go. Ready भने हामी मजाले गइन्छ। फर्स्टमा चाहिँ ग्यास हाल्नु पर्ने छ हैन। स्टप साइन चाहिँ स्टप साइनमा चाहिँ हामीले यहाँ रोक्नु पर्ने हुन्छ। In 1 mile, turn right onto Sudley Road. ग्यास हाल्नु जान्छौँ। ग्यास हाल्नु गएपछि त्यहाँबाट चाहिँ जान्छौँ अब। राम्रै हो यतिको चाहिँ। त्यस्तो भएको चाहिँ भन्न मिल्दैन हैन। पानी चाहिँ छैन। पानी छैन। गर्मी पनि छैन। बादल छैन। गर्मी ठिकै छ। घामलाको भए झन् बढी गर्मी हुन्थ्यो। घामलाको छैन नि त। कसको पनि प्रायः चाहिँ लाइन हुन्छ हैन। आज पनि लाइन नै छ। हामी अब वेट गरिरहेको छौँ। कति टाइम लाग्छ? अगाडि कतिवटा गाडी छ? 1 2 3 4 वटा गाडी छ। अच्छा बनाउनु त्यही बाटो हो। हामी चाहिँ यो कार्ड सुरु गर्नुहुन्छ पहिला। अनि तेल हाल्दैछु। सरै देखिनु भएन। पेमेन्ट कार्ड सुरु गर्नु पर्यो। देखिँदैन कि ल हामीले युज गर्ने फेरि चिपर हो ग्यास होइन। अब 87 और 93 छ। प्रायः युज गर्ने भनेको 87 नै हो होइन। भन्छ डिफ्रेन्स त खासै केही पनि छैन होइन। 6 सेन्टको डिफ्रेन्स हो। 6 सेन्ट भनेको सबै नेपाली 10 रुपियाँ बढी भनौँ न। पढ्याउनु पर्ने भन्छ। फाइनली भयो होइन। फाइनल्ली भयो। यहाँ हामीले पहिला कसको मेम्बरसिप कार्ड सिलाउनु पर्ने हुन्छ। त्यसपछि पेमेन्ट गर्नु भएपछि यहाँ प्रिमियम भन्ने हुन्छ एउटा चाहिँ रेगुलर भन्ने हुन्छ। हामीले चाहिँ रेगुलर नै हाल्छौँ। प्रिमियम चाहिँ हाल्दैनौँ। त्यही बाटो चाहिँ 33 माइल हिँड्छौँ। 33 माइलबाट चाहिँ कता लिने हो लिन्छ क्या। अब हामी चाहिँ लाग्यौँ बाटोतिर स्ट्रेट बाटोतिर लाग्यौँ। आज चाहिँ के हुन्छ कस्तो हुन्छ हाम्रो एक्सपिरियन्स चाहिँ भन्छौँ। देखाउने प्रयास गर्छौँ। आफ्टर लङ टाइम मैले भिडियो अपलोड नै गरेको थिइनँ। केही पनि गरेको थिइनँ। मैले बनाउनु चाहिँ बनाइरहेको थिएँ तर अपलोड गर्न भ्याइनँ। त्यस्तै भएर चाहिँ अब गरिनँ। सो लेट्स गो। हामी यस्तो चाहिँ नेपालमा जिन्दगी जिउन पाएको भए मतलब यो गाडी चाहिँ काठमाडौँबाट आफ्नो घर लिन पाएको भए त मजा आउँथ्यो होला। अनि मात्र हान्दैन त्यो गाडी चढेको लोनमै भयो नि नेपालमा लिन सक्ने अब त्यो लेभल हुँदैन क्या मान्छेको। कस्तो दामी सफा छ क्या वातावरण। कर्कै रुखो जङ्गलको बिचमा रोड छ। माथि चाहिँ यस्तो बाटोबाट देख्यो भने त कस्तो नेपालकै याद आउँछ क्या। अनि रोडको चाहिँ यता साइडतिर चाहिँ त्यो उयोहरू हुन्छ होइन। राख्नु गाडी राख्ने हाल्ने भने चाहिँ टायर चाहिँ हुन्छ क्या। त्यसलाई के भन्ने ठ्याक्कै एक्ज्याक्टली के भन्छ मलाई याद भएन।
तर यता साइडमा राख्ने हो भने चाहिँ गाडी त्यो येल्लोभन्दा यता बाहिर गयो भने चाहिँ पुरै घेर भएर गाडी चल्न सक्छ त्यस्तो हुन्छ सिस्टम गाडी आफै नै स्टप हुन्छ त्यो भनेको एक्सिडेन्ट भयो भने त्यहाँसम्म भयो भने गाडी रोकियोस् भन्ने तरिकाले पनि हुनसक्छ जस्तो लाग्छ त्यही नै हो टायर चाहिँ त्यसले स्पिड गएको टायरहरू चाहिँ रोक्छ क्या कोटपुरदेखि उता के भन्छ त्यो चिसापानी In about 10 miles, take exit 13 toward Linden and Front Point. कति उता हात्तीसार के जङ्गल भन्छ त्यस्तै हल्का चाहिँ त्यस्तै लागिरहेछ त्यस्तै भइरहेछ यो काँक्रा खान जाने के हो काँक्रा त राम्रो है क्राम नाइस के हो यहाँ अगाडि उछ के हो के खाने हो At the light, turn right onto John Marshall Highway. के हेर्न त एकछिन रोक्यो के खाएर जाऊँ न एकजन रहेछ एक जन रहेछ एउटा स्टोर हो खुद्रा पसल जस्तो हो क्या सबै चिज पाइन्छ नेपालको खुद्रा पसल हो नि A to Z पाइन्छ यहाँ पनि चिप्स अनि यो इनर्जी ड्रिङ्क हामी चाहिँ के अरे ब्रेक टाइम जस्तो भयो भनौँ न यो बिच बाटो पनि एकजना रहेछ एकदिनमा पसेर चाहिँ सर्ट ब्रेक हो यो सर्ट ब्रेक कस्तो मजाको ठाउँ है कहाँको जस्तो लाग्यो नेपालमा कतै देख्नु भएको थियो जस्तो मैले देखेको थिएँ यार अब त्यही माथि होइन के भन्छ थालाको माथि चिउन्डो के भन्छ यतातिर हेर्नु त त्यस्तै लाग्यो होइन त्योभन्दा अब यस्तै डाँडा काँडा त्यो डाँडा काँडा छ नेपालमा गएपछि जस्तो फिल भएको छ कि छैन त भइरहेछ त्यस्तै भइरहेछ नेपालमा गएको जस्तो फिल भइरहेछ टक्क हेर्नु यो के छोडिरहेछ मकै हो के हो यार मकै रहेछ यो मकै खेती हुन्छ नि हो नि मकै चाहिँ यो के हो भन्दाखेरि म एउटा कुरा भन्छु मकै चाहिँ विश्वमा सबैभन्दा बढी हुने चाहिँ अमेरिकामा हो क्या मकै खेती गरिरहेको छ मकै र भटमास चाहिँ बढी हुने प्राय मान्छेहरूको कस्तो सोच हुन्छ अथवा ड्रिम हुन्छ भने होइन एउटा राम्रो घर बनाउनु पाऊँ सबै फ्यामिली चाहिँ एउटा सिङ्गल हाउस टाइपमा टक्क सबै फ्यामिली चाहिँ बस्न पाए हुन्थ्यो भन्ने सबैको ड्रिम हुन्छ नि होइन ठ्याक्कै फ्यामिली मिस भइहाल्छ यस्तै ठाउँमा अब हामी चाहिँ यस्तै नजिक आउँदैछु ठिक छ ल भन्नु त के भन्नु उनीहरूले नेपालमा पनि होइन अब चिउन्दातिर टाक्क यस्तै ठाउँमा चिउन्दातिर एउटा टक्क एउटा घर हाल्ने आनन्दले सबै लाउन खान पुग्ने भयो भने चाहिँ त्यहाँ सबै फ्यामिली बस्नु त्यति जति रमाइलो चाहिँ केही हुँदैन मलाई लागेको छ यस्तो छ पुरा डाँडा छ होइन अनि यसमा पनि बस्तीहरू रहेछ कस्तो राम्रो छ क्या चौड छ क्या पुरै क्रिकेट ग्राउन्ड भन्दा के ग्राउन्ड मकै चाहिँ गोड्ने भइरहेको रहेछ गोड्न आउने होइन त मकै गोड्ने यतै बस्नुपर्छ कि मकै गोड्न गाईहरू पनि हुँदो रहेछ होइन यतातिर पुरा गाईहरू छ त्यतातिर अब गाईहरूलाई यो घाँस त कति छ कति नेपालको गाईहरूले घाँसै खान पाउँदैन यहाँ त कति छ कति अब हामी फेरि कस्तो गाउँमै हुर्किएको कारणले गर्दाखेरि चाहिँ हामीलाई एकदम यो जङ्गल मनपर्छ क्या कतिपयले भन्छ होला अब जङ्गली अब भन्नाले अब In 1 mile, गाउँले भएर turn चाहिँ right onto यो US 211 West. तर आजभोलि चाहिँ होइन प्राय मान्छेहरूलाई चाहिँ 99% मान्छेहरूलाई चाहिँ जङ्गल नै मनपर्छ क्या यो सहर मन पर्दैन फेरि यहाँको मान्छेहरूले झन् यस्तै ठाउँ मन पराउने हो कि टक्क उनीहरू जङ्गलको बिचमा घर एकान्तमा बसेर आनन्द लिइरहेको हुन्छ हामी पनि त्यस्तै सिक्दै जानु पऱ्यो यस्तो जङ्गल छ हरियाली कि जता जाऊ हरियाली यो बिचमा बाटो नि कस्तो मजा आएको छ बाटोको कुरै नगरे बाटो त यहाँ छ नेपालमा चाहिँ हामीले कहिले बनाउने कि कहिले यस्तो भने मैले प्राय अहिलेसम्म लगभग कति 1 घन्टाको गरिसकेँ ड्राइभ गरियो है खाल्दा खुल्दै भन्ने केही पनि अहिलेसम्म छैन क्या एउटा नि खाल्दा खुल्दै भेटाइन क्या ल यस्तो यहाँ चाहिँ ग्यामस्याम हुँदो रहेछ है
दामी रहेछ नि के हो यो गेमलाई के भन्छ Turn right onto US 211 West. क्रिकेट टाइपको नि छ तर के हो हैन यस्तो दामी ठाउँ रहेछ हामी अब यता वर्किङ काम चाहिँ भइरहेछ यो होला सायद यता चाहिँ In 1.5 miles, turn right onto Cave Hill हामी Road. चाहिँ अब ठ्याक्कै उसमा पुग्न लागिरहेको पुग्न लाग्यौँ सो अब उतै भेटौँला त्यहाँको पनि भिडियो आउँछ अफकोर्स आउनु पऱ्यो होइन अनि न्युयोर्क जाने भन्ने प्लान थियो तर अब भएन तर आज चाहिँ न्यू मार्केट आइयो न्यू मार्केटतिर आइयो ठिक छ नयाँ ठाउँ आइयो रमाइलो म चाहिँ त्यो भनिहाल्छु क्या न्युयोर्क जाने भन्ने प्लान थियो प्लान चाहिँ होइन त्यो प्लान चाहिँ कस्तो भयो भन्दाखेरि ठ्याक्क भान्जासँग पनि भेट हुने अनि न्युयोर्क पनि जाने भन्ने प्लान थियो अनि बिचमा ठ्याक्क हामीले प्लान चाहिँ पहिल्यै बनाइरहेको थियौँ अनि त्यो होटल बुक गर्ने यताउता भएको थिएन अनि मलाई लङ ड्राइभ गर्न नि आउँदैन मैले गरेको छैन खासै लङ ड्राइभ अनि 1 घन्टा त गरिरहेको छु तर 1 घन्टा गर्दैन अब हामीबाट चाहिँ 6 घन्टा लाग्छ 6 घन्टा चाहिँ अलि झ्याउ लाग्यो मलाई चाहिँ एक्लै ड्राइभ गर्न त्यो भएर नि अनि त्यसपछि फेरि होटल बुक गर्न कस्तो भन्दाखेरि ठ्याक्क आज गएर अनि भोलि नै आज गर्नुपर्ने भयो क्या भोलिको लागि चाहिँ अनि त्यो भएर अब अलि At the next light, गाह्रो turn भयो right. अनि त्यो भएर चाहिँ नबस्ने जस्तो उ भयो अनि भान्जाको बाटो पनि त्यस्तै भयो अब लेट्स सी अब अर्कोचोटि चाहिँ गर्नुपर्छ यो चाहिँ यस्तै भयो भनेर चाहिँ अनि त्यो भयो अनि त्यसपछि अहिले चाहिँ म भ्याकेसनमा थिएँ At the light, So, turn right त्यही हामी onto Cave Hill Road. दुइटै भ्याकेसनमा Then थियौँ take the next left So, into the parking lot. अब यो भ्याकेसनलाई चाहिँ युज गर्नुपर्छ भनेर यसो जति दिन भ्याकेसन छ एक दिन चाहिँ बस्ने घरमा अरू दिन चाहिँ घुम्ने भन्ने प्लान बनाइरहेको छु लेट्स सी एन्ड हामी चाहिँ तपाईँहरूलाई के हो सबै देखाउँछौँ यहाँ चाहिँ अब रेड लाइट हो रेड लाइटमा चाहिँ रोक्नुपर्छ है त रेड लाइटमा रोक्यो भने चाहिँ त्यहाँ क्यामेरा छ क्यामेराले चाहिँ टाउको ठाउँ पठाइहाल्छ नि मेरो ट्याक्क क्यामेराले चाहिँ क्याच गर्छ फोटो अनि त्यसले चाहिँ अब सिधै मेलमा हानिदिन्छ अनि त्यो भएर अनि तैँले यस्तो यस्तो गरेर चाहिँ हुँदैन फोटो हानेर अनि पैसा पनि कति तिराउँछ अनि त्यसै सक्यो त्यही नै हुन्छ सो हामी चाहिँ जान्छौँ अनि त्यहीँ पार्किङ गरेर भेट्छौँ है त त्यहाँ चाहिँ यस्तो दामी छ हेर्नुहोस् है त कस्तो टाइट हो यार जङ्गलहरू त यस्तो जङ्गलमा गाडी चलाउनु परेको छ के यो चाहिँ हो हामी आउनुपर्ने एरिया चाहिँ सो यहाँ पुग्यौँ गाडी पार्किङ गरियो यता होइन सर निस्किने अब यहाँबाट चाहिँ हामी कहाँनिर हो कता भित्र हुनसक्छ सायद यहाँ भित्र हुनसक्छ हामी गएर टिकट काट्नुपर्ने हुन्छ टिकट काटेर चाहिँ अब यहाँ यस्तो छ यहाँ चाहिँ सर हामी निस्किनुपर्छ भित्र त्यसै इन्ट्रान्स राइट यसरी राम्रो छ है चस्मा लगाउनुपर्छ होइन यता यहाँ कता यता ए एक्जिट यताबाट हामी जाने यता हो कि यता भित्र हेमाबाट भित्रै छिर्नुपर्छ भने क्या यो मुनि छिर्नुपर्छ हामीले यताबाट जाने अनि एक्जिट पनि यतैबाट निस्किनुपर्छ क्या हामी प्लिज वाच युर स्टप यो चाहिँ उठ्छ नि त त्यही भएर चाहिँ वाच युर स्टप राम्रो छ नि यतिको बनाउनुपर्छ यसरी सकिँदैन सकिन्छ न क्यामेराहरू छ यता ढुङ्गाहरू राखेर नेपालमा त नेचुरल होला नि यहाँ पो अन्यबाट लिएर गर्नुपर्छ पानीको ओके यस्तो छ अब यहाँबाट चाहिँ हामी टक्कै यो चाहिँ इन्ट्रान्स हो हामी यहाँबाट भित्र चाहिँ निस्किनु पर्ने हुन्छ देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ
बाहिर चाहिँ हल्लियो हुन्छ होइन अनि त्यतिकै निस्किन्छौँ है त मान्छे भित्र मैले ठिकै छ केही छैन मैले चाहिँ भित्र सोधिसकेँ त्यो मान्छेलाई चाहिँ सोधेँ होइन भिडियो बनाउनु पर्छ कि नै भनेर बनाउनु मिल्छ कि नै भनेर सोधेको मिल्छ मिल्दैन तर फेस चाहिँ ननिकाल भनेर भन्नुभएको थियो मैले ओके भनेको नर्मस बनाएर कहाँ भित्र छिरेर यो त अन्डरग्राउन्ड हो क्या है अनि यो अन्डरग्राउन्डमा चाहिँ बत्ती छ फेरि आगो बालिरहेको जस्तो लाइट नै होला लाइट नै हो आगो बालिरहेको जस्तो छ नर्मस केही नबोल्ने त्यो स्पिचलेस बनाइरहेको छ कि म चाहिँ यो भिडियो मात्रै बनाइदिन्छु होइन सर र बोल्दिनँ केही पनि अनि तपाईँहरू हेर्नुहोस् मजा लिनुहोस् द्याट्स इट तपाईँहरू यहाँ हुनुहुन्छ भने चाहिँ भर्जिनिया पनि यहाँ आउनु होला म चाहिँ लिङ्क डिस्क्रिप्सनमा चाहिँ राखिदिनेछु त्यो नै भन्न चाहन्छु अरू त म केही पनि भन्न सक्दिनँ आइ एम स्पिचलेस राइट नाउ आई क्यान्ट से एनिथिङ just watch and enjoy it.
कस्तो लागिरहेछ सर तपाईँहरू यहाँ सबै चिज देख्न पाउनुहुन्छ पाउने चाहिँ होइन हजुर तर स्मेल गर्दाखेरि चाहिँ तपाईँहरू एकदमै गाह्रो बनाउँछ त्यसको सेफ्टीको लागि चाहिँ तपाईँ बिरामी हुन्छ केही हुन्छ भने चाहिँ त्यसको सेफ्टीको लागि तपाईँले केही ल्याउनु पर्ने हुन्छ माक्स अथवा केही अरू केही ल्याउनु पर्ने हुन्छ होइन हो अलि गाह्रो बनाउँछ एकदमै फ्यान्टास्टिक असम होइन तर लामो समय बसेर टक्क अवलोकन गर्नलाई अलिक चाहिँ गाह्रो जस्तो फिलिङ हुँदो रहेछ है तर हामीलाई मात्र भए हो कि अब सबैलाई हुन्छ होइन यस्तो ठाउँहरू तपाईँहरू कमै देख्न पाउनुहुन्छ रियर केसमा चाहिँ देख्न पाउनुहुन्छ सो डु भिजिट हियर आउनुहोस् भिजिट हियर ओके We can't stay more than an hour here, so we have to go outside. So we're gonna go. Let's go. The wishing wall. Okay, wishing wall को लागि चाहिँ फाल्नु पर्दो रहेछ हामी जहाँ चाहिँ के अरे पशुपति जाँदाखेरि पशुपति तलमा तलमा हाल्छौँ पैसा चाहिँ भित्र गयो भने चाहिँ राम्रो हुन्छ भनेर भएको नि ठ्याक्कै त्यही हो क्या यो पुरै पैसा नै त हो नि कति हामीले चाहिँ भित्र सबै हेरिसक्यौँ होइन एकदमै रमाइलोको अनि धेरै एक्सपिरियन्स राम्रो एक्सपिरियन्स हो तपाईँहरू पनि लिन चाहनुहुन्छ भने आउनुहोस् अनि हामीले चाहिँ यो लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिनेछौँ सो भित्र स्मेल चाहिँ एकदमै ब्याड होइन तपाईँहरू कुनै बिरामी हुन्छ के हुन्छ तर यहाँभित्र घुम्ने इच्छा चाहना छ भने चाहिँ आउनुहोस् घुम्नुहोस् तर सेफ्टीको लागि चाहिँ केही न केही ल्याउनुहोस् अनि अब मोबाइलमा चार्जर छैन केही पनि छैन सो भिडियो चाहिँ यहीँ अन्त्य गर्छु तपाईँहरू भिडियो देख्न सक्नुहुन्छ मेरो पछाडि एकदमै रमाइलो छ राम्रो छ देख्न सक्नुहुन्छ अनि त्यही हो थ्याङ्क्स फर वाचिङ दिस भिडियो अनि यस्तै मोर भिडियोको लागि चाहिँ सब्सक्राइब गर्नुहोस् थ्याङ्क्स फर वाचिङ